सम्पूर्ण साथीहरूलाई नमस्कार। आज हामी टिपिटी ट्रेनिङ एट रम्बा म्युनिसिपालिटी थर्ड डे तेस्रो दिनको बसाइमा छौँ। हामी डे 1 र डे 2 मा राम्रो श्रृङ्खला गरिराखेको छ, जस अन्तर्गत हिजो हामीले यहाँ गरेका एक्टिभिटीहरूलाई घरमा गएर कति एक्सप्लोर गर्न सक्नु केही प्रब्लमहरू आएको छ अनगोइङ प्रोसेस हुनु पर्यो। अब आज हामी अन्तिम दिन पनि हो, अन्तिम दिन हुँदै गर्दाखेरि पनि हामीसँग जुन हाम्रो प्रपोजलमा भएअनुसार 12वटा एक्टिभिटीहरू हामी सम्पन्न गर्नुपर्ने हुन्छ भने सँगै हामीले आज छोटो एउटा क्लोजिङ सेरेमनीमा पनि हामी सहभागी हुन्छौँ। लास्टतिर बिचमा चाहिँ हाम्रो प्रपोजलमा मेन्सन नभएका केही तर हाम्रो निड्स अनुसारका केही एआई टुल्सहरूबाट पनि हाम्रो टिचिङ लर्निङ एक्सपिरियन्स सपोर्ट गर्ने खालका केही कामहरू चाहिँ पनि गर्दैछौँ भन्दै पुनः सबै आदरणीय शिक्षक साथीहरूलाई चाहिँ म आजको ट्रेनिङ सेसनमा वेलकम गर्न चाहन्छु। र पहिलो सेसन चाहिँ मेरो रहनेछ। यसमा हाम्रो जुन जियोजेब्रा बाट जति एक्सप्लोर गरिराखेको छ त्यसको अझै 2वटा आइटम बाँकी छ, ट्रान्सलेसन र इन्लार्जमेन्टको पाटोलाई हामी हेर्छौँ। अब हामी टुल्सहरूसँग खेल्नबाट अभ्यस्त भइसकेका छौँ। त्यो हिसाबले आजको हाम्रो एक्टिभिटी अलिक फास्ट जाने मैले अपेक्षा गरेको छु। यद्यपि साथीहरूका जिज्ञासा राख्दाखेरि कोलाबोरेटिभली नै त्यसलाई पनि सल्भ गर्न अगाडि बढ्नेछौँ। हामी हिजोको पहिलो सेसनको जियोजेब्रा एक्टिभ अन्तर्गतको हामी भेक्टर चाहिँ ड्रइङ गर्ने कुरा हामी हिजो लर्न गरिसकेका छौँ है भेक्टर, किनभने ट्रान्सलेसन बाई युजिङ जियोजेब्रामा ट्रान्सलेसनमा हामीलाई चाहिँ चाहिने चिज भनेको ट्रान्सलेसन भेक्टर चाहिन्छ। त्यो हिसाबले म सबै साथीहरूलाई यो एक्टिभिटीमा चाहिँ सरिक हुनको लागि अब जियोजेब्रा एपलाई ओपन गर्न चाहिँ अनुरोध गर्छु। अब यो भेक्टर बनाउनेसम्मको हिजोको एक्टिभिटीमा हाम्रो भएको छ भने अब हामी त्यो भेक्टरबाट त्यसलाई भेक्टर प्रयोग गरेर हामी ट्रान्सलेट गर्दैछौँ। त्यो हिसाबले अब साथीहरूले एकचोटि हामी यस्तै काम गरौँ। एउटा भेक्टर चाहिँ ड्र गर्नुहोस् भेक्टरको लागि हामीलाई पोइन्ट टुलमा गएर 2टा पोइन्ट लिनु, त्यसपछि हजुर सेगमेन्ट टुलमा गइसकेपछि यो सेगमेन्ट टुलमा त्यसभित्र तपाईँले यो भेक्टर टुललाई एक्टिभ गराइसकेपछि अनि कमान्ड चाहिँ यहाँ आउने गर्छ। मैले पनि डेमो गर्नुपर्छ। अनि भेक्टर टुल भइसकेपछि अब हामी चाहिँ यहाँसम्म भइसक्यो होला। एउटा भेक्टर अब यो ट्रान्सलेसनको चाहिँ हाम्रो सैद्धान्तिक ज्ञान ट्रान्सलेटमा हामी के गर्छौँ साथीहरूलाई अलिकति विस्थापन फिजिकल्ली पनि हामी विद्यार्थी भाइहरूलाई अगाडि बोलाएर चाहिँ होइन 2 स्टेप फरवार्ड 4 स्टेप अपवार्ड। त्यसमा अलिक सजिलो चाहिँ हामीलाई चेस्ट बोर्ड चाहिँ त्यसका घोटिएको मुभमेन्ट हुन्छ नि, चेस खेल्दाखेरि त्यो पनि एउटा के हो ट्रान्सलेटेड हो। त्यसमा कुन चाहिँ गोटी कसरी चल्छ है, खास गरेर अझै चाहिँ यल सेपमा चल्ने चाहिँ घोडा चाहिने अब लेफ्ट राइट होइन, त्यो स्टेप कति स्टेप दायाँ कति स्टेप बायाँ अथवा एक्स कम्पोनेन्टमा कति चाहिँ ट्रान्सलेट भयो, वाइ कम्पोनेन्टमा कति भयो। त्यो हिसाबले ट्रान्सलेटलाई हामी त्यो भाइहरूलाई चाहिँ त्यो चेसबाट पनि थोरै गर्दा अलिकति रिलेट गर्न सक्छौँ। त्यसपछि थोरै कन्सेप्ट भइसक्यो। जब हामी ट्रान्सलेटिङ द फिगर युजिङ जियोजेब्रा
अब एउटा भेक्टर तपाईहरुले अब आफ्नो हिसाबले बनाउनु भएको छ ट्रायंगल ट्रायंगललाई त्यो अब्जेक्ट भइसक्यो अब सजिलो हुन्छ त्यो इमेज पनि अब हाम्रो एउटा अब्जेक्ट तयार भइसकेको छ अब्जेक्ट तयार भइसकेको छ अब्जेक्ट बनाउनु पर्छ अब्जेक्ट बनाउनु एउटा ट्रायंगल अनि त्यसपछि ट्रायंगल त पहिले पुरानै मेथडबाट गर्ने हजुर भेक्टर बनाइसक्नु भएको छ ट्रायंगल बनाउनु भेक्टरमै त्यसैलाई जोडेर कि अर्को हैन छुट्टै छुट्टै यसलाई हटाइदिने हैन हटाउने भेक्टरको नाम चाहिँ यदि हजुर त्यही नाम बनाए पनि हुन्छ ल अब हामीसँग एउटा भेक्टर हाम्रो तयार छ ट्रान्सलेटिङ भेक्टर त्यसपछि हाम्रो अब्जेक्ट ट्रायंगल पनि तयार छ त्यो भइसकेपछि अब हामी जाउँ हाम्रो जुन टुल्स बटनमा अन्तर्गतको हाम्रो ट्रान्सफर्मेसनका टुल्सहरू सुरुमा रिफ्लेक्सन लेखेको थियो त्यहाँ गएर हामी कुनमा जानु पर्यो ट्रान्सलेट बाई भेक्टर ट्रान्सलेट बाई भेक्टरमा गएपछि केही कमान्ड आइरहेको छ अब्जेक्टलाई क्लिक गर्नुहुन्छ त्यसपछि ट्रान्सलेटिङ भेक्टरलाई क्लिक गरिसकेपछि हाम्रो चाहिँ इमेज चाहिँ तयार हुन्छ ल्यापटप भन्ने साथीहरूले ग्रुपमा चाहिँ आयो साथीहरू आएपछि अब त्यो जोड्दाखेरि अलिकति कुन पोइन्ट कति विस्थापन भएर काम दियो भन्ने कुरा डटे बाहिरबाट अलिकति भिजुअल चाहिँ गरेर आउँछ टेक्स्टमा जानु अनि त्यसपछि ग्राफिकमा आएर चाहिँ के को चिज काम भएको छ त्यो चिज हामी टपिकमा लेखौँ के गर्ने भन्नुभयो ट्रान्सलेट भयो त्यसपछिको चाहिँ भन्नुभयो त्यसपछि अब यो जुन छ नि यो त्यसलाई चाहिँ टेक्स्ट बटनमा गएर के काम भएको छ भनेको पुरै लेखौँ टेक्स्ट बटनमा स्लाइडर भित्र गएर अनि त्यहाँ टेक्स्ट चुज गर्नु अनि ग्राफिकमा आउनु टेक्स्टमा गएर अनि के गर्नुहुन्छ अनि त्यसमा टाइप गर्नु थियो ट्रान्सलेट भेक्टर एबिसी बाई भेक्टर भनेर तपाईँलाई ट्रान्सलेसन बाई भेक्टर फ्याक्टर तपाईँले डिनोटेबल गर्नु एउटा
कमान्ड हो नि त लेटेक्सको काम गर्दा ल साथीहरू टेक्स्टमा पनि लेख्ने हो ल अब यहाँ एक मिनटै साथीहरू अलिकति खाना अब यो लाग्छ यो स्लाइडरभित्र गएर टेक्स्टमा एक्टिभ गराएपछि तपाईँले टाइप गर्नुहुन्छ टाइप गर्दाखेरि ट्रान्सलेट ट्रायङ्गल एबिसी यो ट्रायङ्गल चाहिँ तपाईँको सिम्बलबाट आउँछ एबिसीलाई समस्या भएर भाइ यो भेक्टर जुन भी छ त्यो भेक्टर भी लेख्नलाई चाहिँ तपाईँको बेसीबाट आउँदैन लेटेक्स अन गर्नु लेटेक्स अन गरेपछि त्यहाँभित्र हिजो मैले एउटा डेमो गरेको थिएँ अलिकति डायरी टिक्नु सहिलो चाहिँ हराइन्छ अनि त्यसपछि यहाँसम्म आयो नि यो आएन भन्नुभएको छ यो आउँदैन के गर्नु भन्दाखेरि फेरि हाम्रो त्यो जुन काम गरेको चिज जुन यो छ यसलाई हामी लिङ्क गर्नुपर्छ लिङ्क गरेर अब्जेक्ट बटनमा जानु र भित्र चाहिँ हामीले गरेका यो यता जुन गरेका कामहरू यो अजेन्डा भ्यूमा हुन्छ त्यसलाई चाहिँ तपाईँले लिङ्क गर्नु ओके गरिदिनु त्यसपछि यो पनि आउँछ सँगै यो चाहिँ मुभी हुन्छ ब्राकेट राख्ने होइन त्यो बराबर तल आउँथ्यो अनि यसो राख्ने अब तपाईँ जानु अब्जेक्टमा अब्जेक्टमा गएर तपाईँको भेक्टरको नाम के हो साथीहरू तपाईँ सर्च गर्नु भएको भने अब बटनमा खेल्ने कुराहरू हामी एक्सप्लोर गर्दैनौँ अब साथीहरूको सिकाइको यात्रामा कोही कसरी नपरिदिनु भयो भने हामी समर भ्याकेसन हप्ता 10 दिनको हुन्छ हाम्रो व्हाट्सएप ग्रुप छँदैछ त्यसमा चाहिँ एक दुई दिन पहिला धेरै साथीहरूको डिमान्ड भयो भने हामी फेरि त्यहाँ पनि सेयर गरेको होइन यो लेख्ने कुरालाई लिंक गर्दाखेरि कस्तो हुन्छ अब्जेक्टमा गर्न तो बेहतर है अब्जेक्टमा गएर युजरमा के स्लाइडर बोर्ड भित्र गइसकेपछि तपाईहरुको यो
एबिसी टेक्स्ट यहाँ जान्छ अनि यहाँ चाहिँ क्लिक गरेर अब हेर्नु तपाईँ ट्रान्सलेट ट्रायंगलको सिम्बल गरेपछि बेसिकली त्यसपछि अब यो भेक्टर चाहियो भने के यसलाई अन गर्नुहुन्छ अन भयो त्यसपछि यहाँ तपाईँ यहाँ अब्जर्भर राख्नु हुन्छ यो टेक्स्टको यो फर्मुला केही छुनेर मात्रै यहाँ तपाईँले एक्स छ यसलाई हटाएर तपाईँको ग्राफिक्स भ्यूमा जुन भेक्टर आएको छ त्यही यु भयो युनियनको भी भयो अनि त्यसपछि अब यो भ्यालु ल्याउनलाई फेरि के गर्नुहुन्छ यो अब्जेक्ट छ नि अब्जेक्टमा चाहिँ अहिले त मेरो के कामै गरेको मैले हामीले गरेका कामहरू अल्जेब्रा भ्यूमा आएर बस्छ अहिले केही पनि गरेको छ त्यसरी यो डल देखायो एम्प्टी छ अब्जेक्टमा गएर आफूले गरेको त्यो अब्जेक्टलाई लिङ्क गरिदिन्छ त्यसपछि यो डाइग्राम यसो हुनुपर्ने टाइम यसरी सेभ गर्दै गयो एआईको पैसा राम्रै गरेछ अब त्यसमा आफ्नो भोइस पनि हाल्न मिल्छ है अलिक खेल्दै गएपछि एक्सप्लोर गर्दै जाँदाखेरि सबै राम्रो कहिलेकाहीँ एउटा विद्यार्थीलाई मोटिभेट गर्छ अब साथीहरू हामी यहाँ पुगिसकेपछि हामी यहाँ काम गरेर यो भइसक्यो भनेपछि थोरै यो हाम्रो लर्नरहरूलाई विद्यार्थीहरू हामीहरूले चाहिँ त्यो डिस्प्ले गरिसकेपछि अब अब्जेक्ट र इमेजको पोर्ट्रेट हामी कम्पेरिजन गरेर त्यसबाट हामीले फर्मुला डेरिभेसन अलि इन्डक्टिभ मेथडबाट गराउने हाम्रो चाहिँ प्लानिङ हो जब यो चाहिँ हेरिसकेपछि त्यो थाहा हुन्छ त्यसबाट चाहिँ बिस्तारमा चाहिँ के कति चेन्ज भएको छ इमेजमा त्यो गरेपछि आफै मतलब इन्भल्भ भएर गरेको चिजहरू अलिकति मेमोरीलाई पनि प्रयोग हुने भन्ने रिसर्च चाहिँ त्यही भन्छ अब एउटा वर्कसिट यो साथीहरूले गरिरहनु भएको छ यहाँ अहिले यस्तो लागेन अब यो हाम्रो यो पहिलो एक्टिभिटीको कन्क्लुजन हामी यहाँ पुग्छौँ भनिसकेपछि अब यहाँ पनि अब यहाँ हुन त मैले एन्सर पनि त्यही सँगसँगै आयो यो एनिमेसन चाहिँ यो हाम्रो अलिकति टप पनि प्रोब्लम भएको छ र साथीहरू त्यहाँ हेर्नु त हाउ मेनी स्क्वायर्स इन द्याट पिक्चर अब हामी अर्को ट्रान्सलेट गर्यो इन्लार्ज बिस्तारै गर्थ्यो अब यो इन्लार्जमेन्टको अलिकति हाम्रो स्टुडेन्ट्सहरूलाई लिङ्क गर्दाखेरि हामी कसरी गर्दाखेरि अलिकति उनीहरूले फिल गर्ने त्यस्तो हुन्छ उनीहरूले आफै इन्भल्भ भएको त्यस्तो केही एक्टिभिटिजहरू विस्तारीकरण केबाट उनीहरूले एकदमै त्यो अलि चाँडो बुझ्ने सानो फोटो साइज फोटो त्यही आफ्नै फेरि ठुलो फोटो अलिकति कस्तो भन्दाखेरि हामीलाई अब अहिलेको नयाँ पेडागोजी भनेकै तुरुन्तै चाहिँ अब हामी हस्पिटलले टिचरले चाहिँ तपाईँको कन्टेन्ट चाहिँ भएर चाहिँ डेलिभरी गर्नुहुन्छ पहिला उनीहरूलाई अलिकति आफ्नै सराउन्डिङसँग चाहिँ अलिकति मुभ गराएर
फिल गराएर मात्रै अनि कन्डिसन गर्दाखेरि इट विल बी भेरी इफेक्टिभ भन्ने रिसर्चले के भन्छ हामी त्यो पनि गर्दै आइरहेको अब यसमा पनि हाम्रो अब भेट्यो है अब हामी एउटा नयाँ टुल्समा मात्रै हामी खेल्ने हो अब यो टुल्सहरूमा हामी क्लियर नै छौँ अब हाम्रो एउटा मात्रै टुल्स हामी यो ट्रान्सफर्मेसन टुल्सभित्रको स्लाइडरदेखि अघिल्लो यसमा चाहिँ इन्लार्जमेन्ट नभए त्यसको भनेको डाइलेट भन्ने छ है डाइलेट फ्रम पोइन्ट त्यसको अगाडि अब यो रिभ्यू अब यसमा हामीलाई चाहिँ के चिज चाहियो रिक्वायरमेन्ट इन्लार्जमेन्ट चाहिने रिक्वायरमेन्ट भनेको पहिला अब्जेक्ट चाहियो त्यसपछि सेन्टर अफ इन्लार्जमेन्ट अनि त्यसपछि अर्को हाम्रो स्केल छैन अर्थात् नाप हो जसलाई हामी सिम्बलमा नापलाई के ल अब हामी एउटा एक्टिभिटी गरिहाल्छौँ एउटा अब्जेक्ट बनाइहालौँ ट्राइङ्गलमै सजिलो हुन्छ हामीलाई अब यहाँ मैले मेन्सन गरेको यही नै लिनुपर्छ भन्ने छैन तपाईँहरू आफ्नो हिसाबले 3टा पोइन्ट लिनु र यो एक्टिभिटी पनि हामी दिने गर्छौँ सेटिङ र ल्याङ्ग्वेज सेटिङ स्केल फ्याक्टर अब एउटा निर्णय गरौँ अब के को भ्यालु ग्रेटर देन 1 हुँदाखेरि र लेस देन 1 हुँदाखेरि एकदमै साथीहरु कहाँसम्म पुग्यो अब त्यो लेन्थबाट सेन्टरदेखि जोडेर चाहिँ त्यो जस्तो 2 टाइम्स चाहिँ बढेको चिज चाहिँ त्यहाँ चाहिँ नेबल भ्यालुमा गएर त्यहाँ डिस्प्ले हुन्छ हैन सेन्टर ओरिजिन दिनु भएको छ कि हैन अहिले ओरिजिनले गराएको छ ओरिजिनबाट जाँदाखेरि ओरिजिनदेखि तपाईँको अब्जेक्टको ए सम्मको डिस्टेन्स र ओरिजिनदेखि चाहिँ एको इमेज एरियासम्मको डिस्टेन्सको त्यो रेसियो सेम सबै चाहिँ सेम रेसियो जानु पर्यो नि त्यो हिसाबले त्यसबाट चाहिँ विद्यार्थीहरूलाई कन्सेप्ट दिनु सही अब्जेक्ट भयो त्यसपछि सेन्टर चाहिँ ओरिजिन लिनु एउटा पोइन्ट टुलमा गएर पोइन्ट टुलबाट एउटा पोइन्ट चाहिँ सेन्टर अनि त्यसपछि अब डाइलेसन ट्रायंगल अब्जेक्ट भयो त्यसपछि हजुरको एउटा पोइन्ट सेन्टर दिनु अहिले पहिला हामी त्यो ओरिजिन लिँदाखेरि त्यो अलिकति पहिलो हुन्छ तर ओरिजिन बाहेक अरू लिँदाखेरि फेरि त्यो कुन
प्याट्रन गर्छ भने प्याट्रन त्यसपछि अर्को छ त्यो प्याट्रन चाहिँ अलि एकैचोटि हार्नु पर्छ स्केल फ्याक्टर टु राखेको टु भनेपछि 1 भनेको 100% भनेको त्यही नै हुन्छ यस्तो हो भने 2 गुणा हुँदैन अब 1/2 गर्नु हो भने अब्जेक्ट भयो यो टुलमा जानु चाहिँ डाइलेक्ट फ्रम पोइन्ट त्यहाँ गइसकेपछि त्यसैले केरो जहाँ कर्सर छ त्यसैले कमान्ड गरेको छ बी ट्रायंगल एबिसी भनेपछि यो हाम्रो अब्जेक्ट हो यसलाई क्लिक गर्नु त्यसपछि यो सेन्टर तपाईको यो मन्दिर हो यसलाई क्लिक गर्नु त्यसपछि त्यहाँ चाहिँ स्केल फ्याक्टर के भन्ने हो कि त्यहाँ चाहिँ त्यसले ओके गर्नु यो सेन्टर ट्रायंगल बनेको छ अनि त्यसपछि सेन्टर अफ इलाजमा बर्दिएको पनि क्लिक गर्नु
खाली क्लियर छ यो इनलार्ज भएर सानो गरेर मिलाइ झरेको पानी सानो बनाउँदा 0.5 नापको छ नि नापको केमा हाल्नु सानो भनेर हेर्नु भनेको इनलार्ज भएर सानो गरेर के भन्छ त्यसलाई चाहिँ तिनवटा गरेर अब के को भ्यालु मोर ब्रेन है ग्रेटर ब्रेन गरेर नेक्स्ट एनोल गर्दाखेरि चेन्ज हुन्छ अब यसमा ट्याक्क त्यो अब्जेक्ट पोइन्ट र इमेज पोइन्टको कोअर्डिनेटको कम्पेरिजन गर्दाखेरि एउटा सानो सर्वे गर्नुपर्ने हो हामी भेजिटेरियन साइन्टिस्ट हेर्ने ल डाटा लिँदै फलफुल खाने कतिजना पनिर फलफुल खाने कतिजना भेजिटेरियनमा के छ फलफुल अनि पनिर रोटी खाने को फलफुल 1 2 3 4 5 1 2 3 4 5 सातजना हुनुहुन्छ पनिर खाने कतिजना हुनुहुन्छ पनिर 2 यसको त अब सर्वथा हामी हेर्दाखेरि स्लाइडर त्यो जुन नामको जुन छ केलाई पहिला स्लाइडरलाई बनाएर नम्बर केमा राखिन्छ त्यो कोर्डिनेट कम्पेयर गरेपछि हामी यो कम्प्युटरमा पुग्छौँ साथीहरूलाई कतै सपोर्ट छ भने यसो मलाई सङ्केत गर्दैन म त्यहाँ आइपुग्छु छैन भने अब अर्को हामी हेरौँ सक्यो अघिको यो 3x3 मेट्रिक 3x3 मेट्रिक तपाईले 9वटा कोठा बनाउनु अनि त्यसमा तपाईहरुले नम्बर इन्सर्ट गर्न पाउनुहुन्छ 1 to 9 अब कोठामा 9वटा छ भनेपछि लेन्थमा लेन्थ 9वटा रुम हो 9वटा रुममा insert number 1 to 9 in such a way that
नभए यसरी तपाईँहरूले इन्सर्ट गर्नु भन्नु कि रो कलम डायगोनल जता जोडे पनि सम सेम आउनु पर्छ। पहिला सम कति गर्नु इन्सर्ट गर्नु त कसरी आयो नम्बर मिलेर पाइएन तर रो कलम डायगोनल जताबाट चाहिँ हामी जोडे पनि सम सेम सम कति आउनुपर्छ भन्दिनँ हिट साइज आउनु त्यसलाई हाम्रो के हो भन्दाखेरि जुन फर्मुला छ यानीको n + 1/2 त्यो गर्दाखेरि यहाँ 9 × 10 गर्दाखेरि 45 हुन्छ। तर हाम्रो चाहिँ कतिवटा रो छ तीनटा रो त्यसैले 3 ले डिभाइड गर्दाखेरि कति भयो 15 चाहिँ हुन्छ जतामा जोडेको 1/9 2060 भइसकेको छ। पहिला चाहिँ भन्नु सरले यसो पहिलो पङ्क्तिको सेन्टरमा बन्द राख्नु दोस्रो रोको लाटा अनि त्यसको याल आकारमा अनि त्यसले याल आकारमा यालमा अनि त्यसपछि यहाँ डायगोनली 4 5 3 त्यसपछि अरू त आफै आउँछ अब साथीले धेरै आफ्नो आफ्नो तरिका आउँछ। अब पहिला चाहिँ तपाईँको यो फर्स्ट रोको सेन्टरमा बन्द राखौँ त्यसपछि सबै भनेर एल सेपमा झरौँ 2 फेरि 2बाट चाहिँ एल सेपमा यहाँ 3 अनि अगाडि बढ्नलाई ब्लक छ भने डाउन झर्नु 4 अनि 5 6 बाटो ब्लक छ 7 त्यसपछि 7 बाट फेरि एल सेपमा जानुहुन्छ 8 अब एउटा मात्रै रुम बाँकी छ 9 त्यसैले एल सेपको दाबी युज गर्छौँ। अरू सरले भन्दै मैले यसरी गरेको छु सरले अगाडि राखेको तर चाहिँ जसरी पनि के हुनु पर्यो भन्दा सम सेम हुन्छ। ओके थ्याङ्क यू सरहरूलाई। डायगोनली पनि हुनुपर्छ यो एउटा 3/3 को जाँदै सहिले छ 4/4 5/5 को फेरि अब डायगोनलबाट तलले कताबाट तलले कुन सेपमा जाने अब हाम्रो इन्लार्जमेन्ट चाहिँ अघि हामी गरेका थियौँ सेन्टर अफ इन्लार्जमेन्ट चाहिँ ओरिजिन थियो। अब नेक्स्ट पोइन्ट हुँदाखेरि एउटा हेर्नु सेम हो। एउटा यसमा सबै एउटा 4 लेटर लिएर गर्दा पनि भयो 4 लेटर लिएर गर्नु
एउटा सब्जेक्ट अब्जेक्ट लिएर यसबाट सरसर्ती अब्जेक्ट चाहिँ एउटा सब्जेक्ट बनाउँ पोइन्ट फिल गरेर 4वटा पोइन्ट लिएर पोलिगन त्यसलाई कलेक्ट गर्नु अनि सेन्टर चाहिँ ओरिजिन गरेर जस्तो यहाँ मैले -1,1 बाहिर गरेका अपोजिट लगाइरहेको अब के गर्नलाई यो अब्जेक्ट भनिसकेपछि के गर्नलाई यो अब ट्रायंगलको ठाउँमा चाहिँ हामी अर्को सेगमेन्टका जुन स्मल लेटर हटाउने कुरा हामी सिकिसकेका छौँ त्यो सर हामी यो अब केमा गइयो अरे सर केमा गइयो ट्रायंगल बनाएको ठाउँमा अब्जेक्ट चाहिँ हामी एउटा कोअर्डिनेटर बनायो त्यसलाई पनि हजुर डाइरेक्ट बनाउँदा पोइन्ट नदिएर पोलिगनबाट सिधै सेन्टर चाहिँ तपाईँले एउटा पोइन्ट लिन जानु त्यसपछि सेन्टर -1 लिनु त्यसपछि स्लाइडरबाट कन्ट्रोल गरिदियो भने कोअर्डिनेटर कहाँबाट गयो कोअर्डिनेटर बनाउनलाई कहाँ पोलिगनबाटै हो पोलिगनमा त कोअर्डिनेटर भन्नु
गरिसक्यो अरे यता लुट्याएर छ कि पहिले त्यही त लुट्छ कि लुट्याएर छ पहिले यो रेन्ज चाहिँ त्यो धेरै राख्नु यो चाहिँ 1 देखि स्लाइडर टुल एउटा टुल बढी हुने त्यो सबै सेम उयो त्यो एउटा स्लाइडर चाहिँ बनाएर स्लाइडर चाहिँ कन्ट्रोल गरेको स्लाइडर चाहिँ रेन्ज चाहिँ तपाईँको मिनिमम 1 देखि स्लाइडरको नम्बर लिङ्क भयो स्लाइडर लिङ्क भयो नम्बरमा चाहिँ 1 देखि 4 मिनिमम राख्नु हामी त्यो पोइन्टबाट नम्बरमा राख्नु यसको चाहिँ सेट गर्नु भयो है स्लाइडर एउटा लिनु स्लाइडर अप्सनमा स्लाइडरमा चाहिँ त्यहाँ नम्बरमा क्लिक गर्नु एङ्गल होइन एङ्गलमा त नम्बरमा गएर मिनिमम र म्याक्सिमम त्यसपछि इन्क्रिमेन्ट इन्क्रिमेन्ट चाहिँ तपाईँले 1 राखेर हेर्नु 0.5 राखेर हेर्नु है के भयो स्लाइडरमा जान्छ हो त्यही तल क्लिक गर्नु चाहिँ त्यसको तल नम्बर भन्नु नम्बर माथिको स्लाइडरमा क्लिक गर्नु माथि हो त्यहाँ तल क्लिक गर्नु अब हो त्यहाँ क्लिक गर्नु हो त्यहाँ आउँछ एङ्गल नम्बर होला कतै साइडमा हेर्नु नम्बरमा क्लिक गर्नु त्यहाँ राख्नु तल म्याक्स र मिन गर्नु त पहिला तल लास्टमा होला हो त्यो दुईवटा डब्बा म्याक्सिमम कति मिनिमम कति त्यो राख्नु त्यहाँ म्याक्सिमम मिनिमम कति राख्नु त्यो राख्नु जतिमा बढाउन चाहनुहुन्छ तपाईँ त्यति राख्नु ओके गर्नु
अब स्लाइडर मुभ गर्नु स्लाइडर माथि माथि स्लाइडरमा भएको कालो छ नि स्लाइडर 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 माथि तेस्रो लाइन छ हो त्यसको बिचको पोइन्ट होइन नि त्यो आएको हो कि फिटनेसमा आएको अर्को दिशातिर पनि आएको अहिले पोजिटिभतिर मात्रै गएको अब के इक्वल्स टु बोल्दाखेरि के हुन्छ त्यसैको बोल्ने आएको रहेछ 1 भनेको 100% सेम चाहिँ त्यसैमा केही हुन्छ त्यो गाउँदै जाँदाखेरि डिसिसन फ्याक्टर चेन्ज भयो होला नि अहिले यो चाहिँ के इक्वल्स टु भनेपछि यो अब्जेक्ट गर्दा यो 3 टाइम्स अब्जेक्ट बनाउनु भयो सेन्टर दिनु हो त्यसपछि अब तपाईँको स्लाइडर दिनु भयो स्लाइडर स्लाइडर यहाँ क्लिक स्लाइडर अब यसले स्लाइडरको नम्बर मानिदिँदैछौँ अनि यीले यही राखेको नि भयो अनि यसको सीमा तोडिदिनु सीमा कति हो मिनिमम कति राख्ने हो पोइन्ट त जुन क्वार्टरमा लिएर पनि मिल्यो हजुर जुन क्वार्टर 1 राख मिनिमम 1 राख्नु भयो म्याक्सिमम 5 अब इन्क्रिमेन्ट कतिले बढ्ने गराउने हो 0.5 त्यसपछि ओके गर्नु अब यो स्लाइडर आएर स्लाइडर आएर अब यति यो टुल चाहिँ बढ्यो अब हामी जाउँ यो ट्रान्सफर्मेसन टुल यहाँ बसिरहेको छ त्यसको हामीलाई चाहियो डाइरेक्ट इन्लार्जमेन्ट भनेपछि डाइरेक्ट बन्द अब यहाँनिर अब्जेक्ट चाहिँ सेट गर्छौँ अनि सेन्टर त्यसपछि फ्याक्टर हो अब्जेक्ट हाम्रो यो रेक्टेङ्गल हो त्यसपछि सेन्टर हाम्रो यो ई पोइन्ट हो अहिलेको लागि अब यहाँनिर चाहिँ तपाईँको चाहिँ हाम्रो स्लाइडरलाई यहाँ जोड्नु खोजेको छ
स्लाइडर जोड्दाखेरि यतातिरको जुन अल्फाबेट हो नि यहाँभित्र हाम्रो अब्जेक्ट हाल्ने गर्ने काम अब यहाँ हेर्नु त हाम्रो स्लाइडरको नाम ई छ ई यहाँ भेटिनु पर्यो यो फालेपछि हामीलाई एउटै हुँदैन हाम्रो गाह्रो हो यसलाई कलर चेन्ज गर्दै हामी भित्र हुन्छौँ कलर चेन्ज गर्नलाई हात धोएपछि यसलाई हामी क्लिक गरेर ग्राफिक कलर गरेर रातो बनाइदियौँ त्यसपछि अब हामी यसलाई एनिमेसन गर्नलाई हाउ टु एनिमेट गो टु स्लाइडर साइड then right click there is one option animation on त्यो ई चाहिँ चिनेदैन सरको भइरहेछ के रेखामा मात्रै एउटा करेक्ट हुन्छ अब यसलाई चाहिँ त्यो अब्जेक्ट र इमेजको पोइन्टरलाई डटेडबाट गर्दाखेरि अझै एट्र्याक्टिभ देखिन्छ यसको एनिमेसन र साथीहरू सबैको भयो केही सपोर्ट चाहिएको छ बोक्नुलाई चाहिँ यहाँमा के भन्नु एउटा
बाहिर ग्राफिक नम्बर ठिक छ फेरि के नाम राख्यो नाम अब मिनिमममा चाहिँ तपाईँले 1 राख्नु माइनस राख्दा अगाडि पिछाडि इन्क्रिमेन्ट चाहिँ कतिले बढ्दै जाओस् भन्ने भनेको कस्तो कतिले बढ्दै जाओस् जस्तो 1 राखेर 100% आफै अब्जेक्टिभ हो 2 राखेर 2 भनेको त्यसैले 1 ले बढ्दै जाने 0.1 ले बढ्दै जाने त्यो राख्नु इन्क्रिमेन्ट त्यहाँ अहिले गरेर हाम्रो ओके गर्नु चारवटा लाइनमा चारवटा पोइन्ट लिएपछि पोइन्ट जोडिदिन्छ चारवटा सिरिङ भन्ने बुझाएको छ चारवटा सिरिङ एउटा छुट्टै थोरवटा पोइन्ट तपाईँको रेडी छ अनि पोलिगन एक्टिभ गरेर फर्स्टबाट सुरु गरेर त्यहीँ गर्नु Thank you.
यहाँ काँच पाल्यो यो त च्याक्न पर्छ त होइन सानो कार्टुन छ भने यहाँबाट माइट ल्याउँछु तलबाट खतरा रहेछ पनि
साथीहरू अब यो कन्क्लुजनमा हाम्रो विद्यार्थीहरूलाई लानु पऱ्यो। अब यो सेन्टर चाहिँ तपाईँको ओरिजिन हुँदाखेरि त के काहीँसी बढेको थियो। सेन्टर चाहिँ ओभर पोइन्ट हुँदाखेरि यो कम्पेरिजन भइसक्यो। यसबाट हामीले यसमा यहाँ चाहिँ के को रोल भयो भन्दाखेरि सेन्टर जस्तो ओरिजिनमा सेन्टरको खास सेन्टर चाहिँ ओभर पोइन्ट हुँदाखेरि यसको एक्स कम्पोनेन्ट र वाइ कम्पोनेन्ट अलिकति त्यसको अनि यो अब हामी एउटा एआईको परीक्षा गर्छौँ। अब ट्याक्क डिभाइसहरूलाई जोड्ने